रसारका पानी बढी भएर गएको यो हाम्रो मलाई चाहिँ त्यहाँ चाहिँ थाहा थियो क्या यो हाम्रो जो मुर कहाँ छ हेर पानी टन्ने मुल हाम्रो कहाँ छ भने मुनि हाम्रो यहाँ यो मुनि हाम्रो कहाँ छ काट ट्याङ्क बजार ट्याङ्कमा पनि फरक पर्छ मुनि यहाँ छ मेन मैले खोतालेर यता अलिकति माथि छ भने नि मिल्यो होइन त्यहाँ खोज्दा पनि मुनि हाल्यो हाम्रो खोले हेरेर मिल्छ यो मिलिहाल्छ ट्याङ्की बनाएको कि छ ट्याङ्की चाहिँ बनाएको खोले यसो झ्यार खोले यसो हेरौँ कति पानी भएर ताना त त्यहाँ झ्यार सोरेर त्यो ऊ होला हेरेर पाएको खोइ काठ राख्नु छ काठ कति भयो खाली खाली नल थियो साइड यसो हेर्नु भन्नु त त्यति ठुलो ट्याङ्की नै होइन गाडी यो त होइन सहिले यो त ऊ मात्रै हो सो पानी जमाउने मात्र तानो त हेर्नु ताना त उजाले हेरौँ सारी मात्रै उजाले कहाँ छ सर छेउबाट खिचार्ने होइन पहला फेरि यो दुईवटा पाइप नन स्टप आइरहेको ट्याङ्की त अलिक सानो भयो यहाँ अलिकति ठुलो ट्याङ्की ड्रम राख्यो भने हुन्छ होला नि त नि हुँदैन ड्रमै त राखेको होइन ऊ चाहिँ बन्नु भयो ट्याङ्की चाहिँ बन्नु भयो ट्याङ्की बनाउने हो सानो रिजर्भ ट्याङ्की हुन्छ होइन मुरको ट्याङ्की आएको हुन्छ कि त्यो भनेपछि यो पानी यहाँ भरेर बगेको पानी मात्रै तल टोले खाइरहेको होइन बढी पानी तल गएको त्यहाँ मुन्छ अलिकति यो बगेको पानी तल टोले खाइरहेको यो भरेर गएको हो त्यो कि चुहेर गएको थियो त्यो चुहेर गएको चुहेर गएको न त खान नपाउने तलको टोले तल त अझै त तल त के देख्न नि पाउँदैन त्यस्तो हो नि पहिला दुईवटा धारा हो यहाँ बगेर गएको छ चुहेर गएर खाइरहेको न त खान नपाउने धन्न यहाँ बगेर गएर हाल्छ खानु भएको छ तल टोले त्यस्तो अरू किन ठुलो आयो त्यहाँ पाइप टालेको छ ठुलो आएर एक पाइप पानी आएर त्यहाँ ठुलो यो नन स्टप आउँछ हुँदै चालिया होला कि त्यहाँ चालिया त्यहाँ नि माथि बनाएको कि पऱ्यो चाहिँ यसो कम भयो होइन पुग्दिनु पल्लो मात्र आयो ठुलो जे भए नि उयो त माथितिर रेमोल यता जम्मा गरेर जुलमुलो यहाँ हो नि यहाँ एउटा अलिकति ठुलो बनाएर होइन उहाँ जत्रो मैले तामा डोजले दिन्न भने मेरो उयो छैन कि हामीले एउटै उसको हाँगा बिगा एउटै बोटको ऊ हो हाम्रो तामाले नदिने भनेकै छैन कि जति भाँडै खाना पुग्छ मात्र पुग्छ नि पानी अरू समाधान गर्नु पानी तर्जेको चाहिँ मैले खोज्छु मैले नमिला भाडा खान्छ त्यसो मैले मुर्खाले भाडा तर्ने त्यसमा भाडा अलि हाल्नु जान्छ उसले त्यसमा बल्छ अरू बल्छ छैन छैन 14 पैसाको हर्छ यो पानी यो पानी 14 पैसा कति सुक्छ बनि हामी 12 वर्ष पुग्छ जमेर बाँड्नु हो भने मर्छ पुग्छ 18-20 होला मजा हाटोले पुग्छ अनि त्यो समाधान गर्न खोज्नु पर्यो दिनमा ब्यानर बेलको खोल्यो भने भयो भने ब्यानर बेल खोल्यो पैसा तिर्नु पर्ने पालिका मुख्न चाहिने कि हामीले मिलाएर हामी के भित्रै समूहभित्रमा यसो गरौँ भनेर मिलाएर काम गऱ्यो भने त्यो मिटर राख्नु पर्दैन आफै मिटर पैसा तिर्नु पऱ्यो नि त्यो मिटरलाई पैसा दिनु पऱ्यो म तिनीहरूलाई मिटर हेरेर आउनु पऱ्यो बराबर जाने बनायो होइन पानी खास मूल चाहिँ अलिकति माथितिर नि होला नि माथि मुल त्यहाँ कुनादेखि माथि मुल यो चाहिँ त्यो ट्याङ्की बनायो नि हुने रहेछ पुरानो ट्याङ्की त यही होइन र त्यही होइन र पुरानो ट्याङ्की पहिला पैसामा ट्याङ्की हो माथिबाट लगाएर जम्मा पुरानो ट्याङ्की थियो भने यहीँबाट बगेर गएको थियो पहिला पनि पहिला त्यही यहाँबाट बगेर गएको थियो हामीले यसै ढुङ्गाको कुलो बनाएर लिएर गयो यसरी राखेँ